सुर्खेत दैलेख सडक खण्डको रातानाङ्लामा अवस्थित एक शान्त र धार्मिक स्थल बौद्ध गुम्बा। वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट करिब 22 किलोमिटर दूरीमा रहेको यो गुम्बासम्म पक्की पिच सडक हुँदै गाडीमा झन्डै 50 मिनटमै सजिलै पुग्न सकिन्छ। चिल्ले च्याक्तलिन बौद्ध गुम्बा नामले चिनिने यो स्थल विशेष गरी बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलका रूपमा परिचित रहेको छ। करिब 5 रोपनी 13 आना क्षेत्रफलमा फैलिएको यस गुम्बामा बुद्धको मुख्य मूर्तिसहित अन्य 5वटा मूर्तिहरू स्थापना गरिएका छन्। विक्रमसम्म 2035 सालमा स्थापना भएको यो गुम्बा विक्रमसम्म 2063 सालमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा औपचारिक रूपमा दर्ता गरिएको छ। यस गुम्बासम्म पुग्ने यात्रामा बीच बाटोमा पर्ने बैलकाडा गढी किल्ला र सिद्धापाइला क्षेत्रको समेत अवलोकन गर्न सकिन्छ। साथै प्राकृतिक विविधताले भरिएको वन जङ्गल र शान्त वातावरणले यहाँ आउने जो कोहीलाई पनि आकर्षित बनाउने गर्दछ।